यो चाहिँ विशेष गरी गरजमा खाना पकाउँदाखेरि धेरै चिसो र तातो पनि हुँदाखेरि चाहिँ यो इन्स्टल गर्नु खोजेको यो आफै उत्तिकै चाहिँ राखेको छु। यहाँनिर इलेक्ट्रिकको ल्याउनु पर्नेछ, यता माथि दुलो बनाएर यो गर्नु पर्नेछ। जस्ट स्टार्टिङ अब यो किनेर चाहिँ अहिले मेरो उत्तिकै चाहिँ बनाएको छ, यसको सबै कुराहरू फिक्स गर्नु बाँकी छ। चाहिँ यहाँनिर दुलो बनाए पछाडि सबैभन्दा सजिलो चाहिँ यो फर्म लगाएर फर्मले ठ्याप्पै दुलो बन्द गरिदिँदा अझै सजिलो हुने रहेछ। भित्र केही पनि पस्दैन चिसोहरू। अनि त्यो हुँदै गर्दाखेरि यसको कभर ठ्याक्कै पाउँछ। यसरी कभर लगाइदिए पछाडि स्क्रू लगाएपछि यसको ड्याम्मै हुन्छ। हिउँदो पनि त्यस्तै तरिकाले यो चाहिँ बल्ल बल्ल यो जोडिसके। यो ग्लु लगाएर अब यसलाई तल जोड्नु छ। यहाँनिर इलेक्ट्रिसियनले मेरो गर्नु लगाएको छ। यो चाहिँ आफै गर्दै आएको। हेरौँ कतिसम्म गर्नु सकिन्छ, कोसिस गर्दैछु म। यहाँनिर चाहिँ यस्तो तरिकाको छ। यो माथि जोडेँ अनि त्यहाँ पछाडि अब यो पनि यहाँनिर पनि जोड्ने छ। मेरो यो पाइप चाहिँ लामो भएर यहाँनिर यसो यसलाई कोइल गरेर आदि राखेको छु। अनि अहिले चाहिँ मैले यो माथि कभर पनि लगाएको छैन, किनभने यहाँनिर यो सबै टेस्ट गरेर सबै कुरो ठिक भए पछाडि मात्रै गर्ने भनेर यो गरेको छ मैले। यहाँनिर भ्याकुम लिएको, यो भ्याकुमले यसको टेस्ट गर्नको लागि ल अब चाहिँ मजाले चल्न थाल्यो। मैले यो कम्पनीको राखेको, त्यसले गर्दाखेरि माथि दुलो बनाएर इलेक्ट्रिसियन चाहिँ एकजना लगाएर, यो इलेक्ट्रिसियन चाहिँ अब अझै थाहा छैन मलाई त्यो अलिकति। अनि यसको नियम पनि इलेक्ट्रिसियन चाहिँ प्रोफेसनललाई लगाउनु पर्छ भन्ने थियो र लगाएको मजाले चल्न थाल्दैछ। यसको रिमोट पनि छ। अहिले मैले 870 को यसमा यो गरेको छु माथि, तपाईँले हेर्दै हुनुहुन्छ। यसको वाइफाईबाट पनि सबै चलाउन मिल्छ यसरी सबै कुराहरू। अनि त्यो पछाडि माथिबाट नि तपाईँले सबै कुराहरू देख्न सक्नुहुन्छ। यसरी अफ एन्ड अन भयो होइन। 86 को अब अफ पनि भयो अनि फेरि अन भयो। अनि तलमाथि यसरी भइबस्छ। यो यसमा तातो चाहिँ मजाले आउँदैछ अहिले। र यतिको यो गरजमा अब यसो के खानेकुरा के गर्दाखेरि चाहिँ मजाले यहाँनिर आउनु पऱ्यो। चिसो पनि हुन्छ, तातो पनि हुन्छ।